हेलो एभ्रिवान, मेरो नाम कल्पना जोशी। म ब्याचलर फोर्थ इयरमा अध्ययनरत छु अहिले। र मैले आज यो भिडियो मार्फत आफ्नो प्लस टूदेखिको जुन अहिले ब्याचलर लेभलसम्मको मेरो जर्नी छ त्यो कस्तो रह्यो, के कुराहरू चाहिँ मैले फेस गर्नु पर्यो र मेरो विकनेस के रह्यो भन्ने कुरा चाहिँ सेयर गर्न चाहेँ। किनकि कतिसँग चाहिँ यो रिलेटेड होला मेरो जुन जर्नी छ ब्याचलर लेभलसम्मको, त्यो कुराहरू चाहिँ मैले केही सजेसन पनि दिन चाहेँ। सुरुमा मेरो प्लस टूको जुन प्लस टू लेभल थियो मेरो चाहिँ लबाट स्टार्ट भएको। मैले ल सब्जेक्ट चुज गरेको। मैले ल सब्जेक्ट नै किन चुज गरेँ भन्दाखेरि मेरो आफ्नो त्यति बेला के हुन्छ कि कुन सब्जेक्ट लगाउँ, अब के यो लाग्दा ठिक होला त पछि गएर यसले कुनै म सक्नेको हो कि नै यो सब्जेक्ट भन्ने जस्तो माइन्डमा कुराहरू खेल्न थाल्छन् होइन। अनि त्यसपछि मेरो चाहिँ के थियो भन्दाखेरि मेरो प्लस टू मैले यो नै पढ्छु, यो सब्जेक्ट नै मैले पढ्ने छु भन्ने मैले कुनै माइन्ड सेट बनाएको थिइनँ। यो जुन सब्जेक्ट चुज गरेको त्यो मैले फ्यामिली एक्सपेक्टेसनबाट हो। अनि फ्यामिलीले ल यही सब्जेक्ट लगेर पढौँ त राम्रो छ भनेर चाहिँ जुन मोटिभेट गर्नुभयो, त्यो खालको मोटिभेटबाट चाहिँ मैले यो सब्जेक्ट लगेको। अब कुरा गरौँ प्लस टूमा मेरो जुन स्टडी जर्नी छ त्यो कुरा चाहिँ मैले स्टडी गर्दाखेरि कुन कुन कुराहरूको विकनेसको कारण मलाई केही च्यालेन्जेसहरू फेस गर्नु पर्यो भन्दाखेरि म एकदमै इन्ट्रोभर्ट मान्छे हुँ। म कसैसँग धेरै नबोल्ने अनि धेरै कनेक्ट नहुने। अनि त्यसपछि के हुन्छ कि आफू एकदम हिचकिचाउने खालको मान्छे म। अनि कतिको होला सायद त्यो ह्याबिट, कसैसँग नबोल्ने अनि त्यसपछि एकदम गुमसुम टाइपको हुने। अनि त्यसपछि मनमा आएको जुन आफ्नो मनमा आएको कुराहरू हुन्छन्, स्टडी रिलेटेड भयो या कुनै प्रोग्राम रिलेटेड अटेन्ड गर्नुपर्छ है, तर कसरी गर्ने भन्ने कुराहरूले मनमा नर्भस फिल हुन्छ। त्यो कुराहरू चाहिँ कतिको भएको हुनसक्छ, किनकि मेरो पर्सनल जुन मैले भोगेको कुराहरू छन् त्यो चाहिँ यता सेयर गर्न चाहेँ। अनि मेरो प्लस टूको जुन एक्सपिरियन्स छ प्लस टूमा मेरो राम्रै थियो स्टडी। किनकि मैले नोट्सहरू, मेरो एउटा ह्याबिट चाहिँ के थियो भन्दाखेरि नोट्सहरू चाहिँ मैले आफैले बनाउने। अनि त्यसपछि टिचर्सहरूले दिएको जुन असाइनमेन्टहरू छन्, जुन मेन फोकसिङ एक्जाम ओरिएन्टेड क्वेसनहरू छन्, त्यो चाहिँ मैले नोटमा टिपिहाल्ने बानी चाहिँ मेरो थियो। अनि त्यसले गर्दा मलाई एक्जाममा एकदमै सहज हुन्थ्यो। नोट्सहरू चाहिँ एकदमै भरपर्दो खालको बनाएपछि आफूलाई पछिसम्म पनि काम लाग्छन्। त्यसैले प्लस टूको जर्नी, एक त नेपाली मिडियमको मान्छे म, त्यही भएर सबै कुराहरू फुल कोर्स चाहिँ नेपालीमै थियो भनौँ। त्यही भएर त्यस्तो गाह्रो भएको थिएन, मेहनत गरियो। प्लस टूको जर्नी राम्रै भयो। अब ब्याचलर लेभलमा पुग्यो। अब ब्याचलरमा कसरी गर्ने त पुरै हाम्रो त के थियो, इङ्ग्लिसमा पुरै कन्टेन्टहरू इङ्ग्लिसमा। अनि त्यसपछि भनौँ त इक्जाम नै इङ्ग्लिसमै गर्नु पर्थ्यो। अब भयो गाह्रो। अब के गर्ने, कसरी गर्ने, सेमिस्टर सुरुकै सेमिस्टरमा सब्जेक्ट लाग्ने पो हो कि। अनि त्यसपछि ला अब सायद सब्जेक्ट नै कटाउन नसक्ने हो त भन्ने जस्तो फिल अगाडिदेखि आउन थाल्यो कि। अनि त्यही पनि एउटा कुरा चाहिँ जुन आफूले
सेल्फ मोटिभेट भन्ने कुरा एकदमै इम्पोर्टेन्ट हुन्छ। किनकि अरूले भनेर अरूले मोटिभेट गरेर ल 1-2 दिन होला, त्यसपछि त अझ आफ्नो नेचर त्यही काम लाग्ने हो नि त, त्यही नेचर रहने हो नि त। त्यही भएर आफूले आफ्नो सेल्फ मोटिभेट हुनु जरुरी हुन्छ। अनि मेरो म ब्याचलरमा पुगेँ, अझ पनि मेरो त्यही जुन इन्ट्रोभर्ट खालको नेचर छ त्यो कम भएको थिएन कि। मैले +2 मा कुनै पनि एक्स्ट्रा कुराहरूमा कहिले पार्टिसिपेट गरेन। मात्र मैले इन्टर्नल पढाइलाई मात्र फोकस गरेँ। पढाइ चाहिँ मेरो एकदम राम्रो भएको थियो +2 मा। पढाइलाई मैले फोकस गरेको थिएँ। अब ब्याचलरको फर्स्ट सेमिस्टर स्टार्ट भयो। अनि त्यसपछि स्टार्टिङमा एकदमै गाह्रो भएको थियो मलाई। म यतिसम्म कि म बन्द कोठामा गएर ल अब त सक्ने होइन जस्तो भएर म एकदमै नर्भस फिल हुने, ममा एकदमै कि म सक्ने होइन त भन्ने त्यस्तो फिल टाइपको आउने गर्थ्यो कि। अनि एक्लो बसिराख्ने स्टार्टिङ सेमिस्टरमा त्यस्तो भएको थियो। अनि त्यसपछि आफैले मैले सेल्फ मोटिभेसन के दिएँ भन्दाखेरि ल मेहनत गरे कसो नहोला, मेहनत गरेपछि राम्रो इक्जाम मा राम्रो तरिकाले स्टडी प्रिपरेसन त्यही टाइपको गरेपछि कसो नसकिएला भन्ने जुन मेरो थटहरू जुन रह्यो, त्यसले गर्दा म पछि मैले आगामी सेमिस्टरहरू पनि त्यसैले मैले गर्दै गएँ। सुरुको फर्स्ट पहिलो र सेकेन्ड सेमिस्टर चाहिँ हाम्रो आर्ट्सको सब्जेक्टहरू थिए, त्यही भएर अलि गाह्रो नै भएको थियो। मलाई गाह्रो चाहिँ इकोनोमिक्समा थियो, किनकि थ्योरिटिकल सब्जेक्ट थियो। अनि अलि थ्योरिजहरू थिए, त्यही भएर गाह्रो लाग्थ्यो। तर कन्टिन्यू गर्दै गएँ, मैले नोट्सहरू बनाउँदै गएँ। त्यसैले बिस्तारै पछि इम्प्रुभ हुँदै गयो। अनि अब बिस्तारै चाहिँ मैले आफ्नो जुन मेरो यो साई नेचर छ, अनि त्यसपछि कम बोल्ने, नर्भस हुने, अनि अगाडि जाँदाखेरि पनि म के हुन्थ्यो कि प्रेजेन्टेसन गर्दाखेरि अगाडि जाँदाखेरि पनि म हिचकिचाउँथेँ। त्यतिसम्मको मेरो जुन ह्याबिट थियो त्यो चाहिँ मैले बिस्तारै इम्प्रुभ गर्दै गएँ। अनि त्यसपछि आफैलाई मोटिभेट गर्दै गएँ। सकिन्छ, नसकिने होइन, मेहनत गर्दै गएपछि नसकिने भन्ने कुरा केही पनि हुँदैन भन्ने कुराहरू चाहिँ एउटा आफूमा थटहरू ल्याउँदै गएँ। त्यसपछि यसरी मैले पछिको सेमिस्टरहरू चाहिँ इम्प्रुभ गरेँ। त्यही हो। अब मैले के भन्न चाहेँ भने मेरो विकनेस के थियो कि म आफूलाई आएको कुरा पनि टिचर्सहरूको अगाडि भन्न नसक्ने। अनि साथीहरू के भन्थे भन्दाखेरि ला तिमी त आएको कुरा पनि भन्न सक्दैनौ, कस्तो के आएको कुरा भन्न नसक्ने, भन्नुपर्छ त आफूले जानेको बुझेको कुराहरू, आफूलाई जुन नलेज छ त्यो कुराहरू सेयर गर्नुपर्छ, यो तरिकाले त हुँदैन है भनेर साथीहरू पनि मलाई भनौँ न मोटिभेट नै गर्थे। यो गर्नुपर्छ, यो हटाउनुपर्छ, यो नेचर भन्ने कुराहरू गर्थे। र बिस्तारै मैले आफ्नो इम्प्रुभ गर्दै गएँ। अझ पनि मैले धेरै कुराहरू इम्प्रुभ गर्नु छ। प्रोग्रामहरू अटेन्ड गर्ने, खास गरी कलेज लाइफमा के हुन्छ भन्दाखेरि हामीले, मेरो मेन सजेसन भनेको कलेज लाइफमा हामीले नोट्सहरू प्रोपर बनाउनुपर्छ। अनि त्यसपछि जुन टिचर्सहरूले दिएको जुन इम्पोर्टेन्ट कुराहरू छन् त्यो त्यति बेला नै टिपिहाल्ने बानी बसाल्नुपर्छ। भोलि गर्ला नि त, अहिले के गरौँ भनेर त्यो इक्जाम आउन कति पो दिन बाँकी छन्, कति पो महिना छन् भनेर त्यो हामीले भोलि गर्ला भन्ने त्यो भोलिवादको सिद्धान्त नै हटाइदिनुपर्छ पहिलो नम्बरमा त। किनभने सेमिस्टरको या इयरली इक्जाम हुन्छ, त्यसको स्टार्टिङबाट क्लास स्टार्टिङबाट हामीले इक्जाम ओरिएन्टेटेड भएर पढ्यो भने चाहिँ हामीलाई पछि इक्जाममा सहज पनि हुन्छ। अनि त्यो पछि त्यो जुन पढेको कुराहरू छन् त्यो कुराहरू चाहिँ पछिसम्म पनि त्यो माइन्डमा रहिराख्छ। त्यही भएर
मैले मेरो मेन जुन सजेसन छ त्यो भनेको चाहिँ आफूले पहिलो नम्बरमा त सेल्फ मोटिभेट हुनुपर्छ। किनकि आफैले सेल्फ मोटिभेट हुन सकिनँ भने चाहिँ गाह्रो हुन्छ। आफूले आफूलाई पोजिटिभ थटहरू ल्याउने कोसिस गर्नुपर्छ। म सक्दैन, मबाट हुने होइन भन्ने खालको जुन नेगेटिभ थट छ त्यो टोटली हटाइदिनुपर्छ। त्यही भएर ब्याचलर लेभलमा प्रोग्रामहरू पार्टिसिपेन्ट हुने, अनि त्यसपछि जतिसक्दो रिसर्च गर्ने, रिसर्च गर्ने, युट्युबको भिडियोहरू हेर्ने, अनि त्यसपछि त्यहाँबाट इम्पोर्टेन्ट कुराहरू टिप्ने, अनि थुप्रै भिडियोहरू हुन्छन् त्योबाट आफूले केही नलेजहरू लिने, त्यस्तो खालको यदि स्टडी गरियो भने, प्रिपरेसन इक्जाम ओरिएन्टेटेड भएर गरियो भने चाहिँ ब्याचलर लेभल त्यस्तो हामीले सोचे जस्तो गाह्रो हुँदैन। मेहनत पढाइलाई चाहिँ एकदम कन्टिन्यू दिनु